हामी चाहिँ यहाँ पार्कमा आएर बसिरहेको छौँ माथि चाहिँ सुटिङ भइरहेछ माथिपट्टिको मान्छे चाहिँ हेलो एभ्रिवान वेलकम टु आवर ब्लग आज फेरि हामी सौल जाँदैछौँ किन भन्दाखेरि एम्बेसीमा काम छ होइन अब आज थोरै साथीहरूलाई पनि भेट्नु छ एम्बेसीको काम सकाएर एज अलवेज सौल गएपछि साथीहरूलाई त भेट्नै परिहाल्यो अनि आजकल चाहिँ भ्लगल कम आउनु थालेछ किनभने एकदम अल्छी भएको छ मेरो मायालु एकदम सब्सक्राइब गरेर माया बढाइदिनु होला होइन अरू केही छ ल त्यही हो लास्टसम्म हेर्दै गर्नु होला माया गर्दै गर्नु होला चाहिँ यहाँनिर ट्रेन कुद्दैछौँ होइन अनि ट्रेन कुद्दै गर्दा ऊ त्यो सानो घर ऊ त्यो सानो घर देखेर ठ्याक्क घरतिरको याद आयो क्या अरू सबै ठुल्ठुलो छ होइन त्यो एउटा मात्र सानो छ क्या बिचरा गरिब मान्छे जस्तो छ अनि ट्रेन कुद्दैछौँ हामी यहाँ अब यहाँबाट फास्ट ट्रेनमा सौल जान्छौँ एक घन्टा आउँछ ल रोक कसरी रोक्ने रे रोक त्यही अब ट्रेन कुद्दैछौँ प्लेटफर्म नम्बर 4 हो तर हामी चाहिँ जहाँ पाइदिए बसिरहेछौँ अब हामी प्लेटफर्म नम्बर खोज्छौँ अब प्लेटफर्म नम्बर 4 मा जान्छौँ अनि अरू त केही छैन सबै पुरानै हो यसो हालखबर भनिराखौँ होइन अनि अब के भन्छ अरे बाइक चाहिँ लगाउनु पर्यो अस्तिको भ्लगमा लास्टै सानो आएको रहेछ अब आज सौल पुगेपछि चाहिँ माइक लगाउनु पर्छ होइन झन् 4-5 जना हुन्छ झनै राम्रो आउनु पछाडिबाट एउटा ट्रेन आउँदैछ त्यो चाहिँ सामान बोक्ने ट्रेन हो क्या सामानहरू चाहिँ एउटा ठाउँदेखि अर्को ठाउँमा पुर्याउनु पर्छ नि त जस्तो कि तेलहरू अरू सामानहरू त्यो चाहिँ यस्तो ट्रेनहरूले बोक्छ हो हाम्रो के भन्छ यस्तो ट्रकहरूले बोके जस्तो यहाँ चाहिँ ट्रेनले बोक्छ क्या त्यही हो यस्तै छ सामान बोक्ने ट्रेन प्यान स्टार कुन ब्रान्डको सामान बोकेको छ भनेर यामिन रे अब के हो यहाँको ब्रान्डहरू होइन यो सबै ब्रान्डको सामान बोकेर त्यो ब्रान्डको बच्चा हो क्या सबैमा दिनु भएन ट्याप बनाउने यस्तो अल्छी हुन्छ क्या मान्छेहरू लाइन बसिरहेको छ लिफ्ट कुर्नलाई यहाँ भर्याङ चाहिँ कोही चढ्दैन क्या यो सबै लिफ्टमा हिँडिरहेको छ होइन तरुनी तन्नेरी मान्छेहरू पनि लाइनमा बसिरहेको छ क्या यति भर्याङ चढ्नको लागि 30 सेकेन्ड क्या यस्तो अल्छी हुन्छ यार विदेशीहरू सो हामी चाहिँ यहाँ सौल स्टेसनसम्म मान्छे यति धेरै छ होइन म चाहिँ जहिले आफ्नो कन्फिडेन्ट बढाउनलाई जहिले यसरी सुट गर्दै हिँड्न हुन्छु होइन मान्छेहरूले मलाई टल्लबाट हेरेर हुन्छ सबैजनाले यति धेरै मान्छे छ यहाँनिर ठ्याक्क समर सुरु भएको छ अनि त्यसपछि मान्छेहरू विदेशीहरू लास्टै धेरै घुम्न आउँछ क्या यो त्यसमा मान्छेहरू लास्टै धेरै घुम्न आउँछ नि त म कतिको कन्फिडेन्ट छु भनेर म आफूलाई यसरी प्रुभ गर्न खोजिरहेको हुन्छु क्या यस म सक्छु टाइपले क्या आफूलाई पुस गर्नलाई जाउँ न त खाम यति धेरै मान्छे छ होइन म मान्छे भएपछि त खिचाखिचै गर्ने हो क्या मलाई आफ्नो कन्फिडेन्ट अझै बढाउनु छ होइन यति धेरै मान्छे छ होइन सबले मलाई हेरेर टल्ल भएर अगाडिबाट पनि पछाडिबाट यस्तो सुप्लेन हुन्छ कि उतापट्टि पनि जान मिल्छ नि त तर जाँदैन क्या आफ्नै वेमा हिँड्छ यो पहिलो भने चाहिँ बिचबाट उता नकट्नु भन्ने हो होइन अनि यस्तो डिसिप्लिन भएर हिँड्छ क्या मतलब जापानिज कोरियनहरू चाहिँ यस्तो डिसिप्लिन हुन्छ क्या नेपालमा नि यतिको डिसिप्लिन मेन्टेन गर्ने भने हाम्रो पनि भिडभाडै हुँदैन क्या आफ्नो बाटोमा आफू हिँडिदिने क्या यो चाहिँ लेसन सिक्नै पर्छ नेपालीहरूले पनिर सिक्दैछ उसले चाहिँ सेकेन्ड टाइम होला कोरिया आएर एकदमै धेरै खेल्छ क्या यो अरू मान्छेहरूले यहाँनिर सबै अरू देशकै मान्छेहरू मात्र सक्छ यहाँनिर हाम्रो गेम हुँदैछ होइन अब अघि मरको पिला गोविन्द एक्लै थियो उनीहरू दुईजना म एक्लै छु मैले जित्न लागिसकेँ त्यही भएर सिकाउँदैछ उसलाई दाइले छिरै छिराउँछ कि नाइस हाने ल
हामी चाहिँ अब पुल सकाएर अब 3 जना यहाँ साथीहरू अब हामी यसो हिँड्दैछौँ। मौसम दामी छ, घाम डुब्न लाग्छ। त्यसपछि यस्तो हुँदैछ। अनि सौलको यो चाहिँ एकदमै फेमस प्लेस हो कि। यो किन फेमस छ थाहा भएन? यो पानीको नजिकै यतिकै वाकिङ गर्ने ठाउँ भएर यो चाहिँ एकदमै फेमस छ। अनि त्यही हो, अब ग्राउन्डमा गएर बस्ने अरे कहाँ हो, अब कहाँ लाला हो साथीहरूले। अब हिँड्दैछौँ। ऊ भ्लगर उता छ, यहाँ म क्यामराम्यान बोल्दै हिँड्नु पऱ्यो। भ्लगर म्याम, बिग फ्यान। थ्याङ्क यू, धन्यवाद म्याम। म्याम आउनुहोस् न तपाईँसँग एउटा फोटो। यहाँ चाहिँ एकजना फ्यान भेट भएको छ होइन, भ्लगरको फ्यान रे, धन्यवाद धन्यवाद। फ्यान, बिग फ्यान रे। हामी चाहिँ यहाँ पार्कमा आएर बसिरहेको छ, मजाले जुस किनेर एउटा एकदम जानेको पुरानो कुरा हुँदैछ। सबैजना कोरियाको 6 वर्ष हुन लाग्यो, यताउता यस्तै कुरा हुँदैछ। 3 वर्ष भयो। 3 महिना माथि चाहिँ सुटिङ भइरहेछ, माथिपट्टिको मान्छे चाहिँ नाचिरहेछ, डान्सर होला। त्यहाँ मुनिबाट क्यामेराले खिचिरहेछ। दामी क्या त्यो मुभमेन्ट उ गरे जस्तो छ क्या, किनकि हाम्रो होस्टलमा इन्डक्सन नै त थियो नि, राम्रो थियो त ग्यास होइन। डान्स गरिरहेछ अहिले नि होस्टल त त्यहाँ रहेछ त। के त्यही किचन। अब हाम्रो चाहिँ सेकेन्ड ब्रेकफास्ट, बिहानको ब्रेकफास्ट 9 बजे खायौँ। फेरि अर्को 12 बजे, किनभने ट्रेनमा चाहिँ 1 घन्टा कुर्नुपर्ने छ क्या। त्यही भएर अब यो खाएर कफी खाँदै बस्छ नि। यस्तो बिजी छ होइन। अनि बिजीको ठाउँमा भिडियो बनाउन कम चाहिँ मेरो हुन्छ। अरू त केही पनि खाँदैन होइन, यही हो खाम ल। तेरो कफी गर नि त। दुईजनाले एउटा मात्रै खानु मिल्दैन।